नेपालको करिब 3 हप्ता बसाएपछि मेलबर्न आउँदाखेरि के भएको जस्तो, चिसो लागेको जस्तो, तातो लागेको जस्तो भएर गएको 3-4 दिन त्यत्तिकै गयो। बच्चाहरूसित, श्रीमतीज्यूसित सपरिवार करिब 3 हप्ता जस्तो नेपालको बसाएपछि म फेरि फर्केर मेलबर्न आइपुगेको छु र यहाँहरू समक्ष आज यसरी प्रस्तुत भएको छु। म नेपालमा हुँदा मैले कोसिस त गरेँ यहाँहरू सबैको कलहरू रिटर्न गर्नलाई, म्यासेज रिटर्न गर्नलाई, तर ससुराली काठमाडौँ, घर चितवन अनि बच्चाहरू भएको कारणले यहाँहरूमध्ये कसैको मैले कल अथवा म्यासेज मिस गरेको हुनसक्छु र यो मन्डेबाट म काममा अथवा अफिसमा फुल टाइम आउँदैछु। म पनि कोसिस गर्नेछु मेरो साइडबाट यहाँहरूलाई कन्ट्याक्ट गर्नलाई, तर मिस भएको छ भने म यही भिडियोबाट यहाँलाई रिक्वेस्ट गरेँ मलाई एकचोटि फेरि कन्ट्याक्ट गर्नु होला है। 2025 मा यहाँहरूले मलाई व्यक्तिगत तर्फबाट मेरो परिवारलाई र एभरेस्ट होम लोन्सलाई दिनुभएको जुन माया सहयोग छ यसको लागि म मेरो हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसै गरी 2026 मा पनि यहाँहरूको यस्तै साथ र सहयोग हामीले हाम्रो बिजनेस एभरेस्ट होम लोन्सले पाइरहनेछ भन्ने आशावादी पनि छु। र मेरो साइडबाट यहाँहरूलाई जुन दिने सर्भिस छ, होम बाइङ जर्नीको जुन एक्सपिरियन्स छ यसलाई बेस्ट पोसिबल एक्सपिरियन्स दिने अथवा बेस्ट पोसिबल कस्टमर सर्भिस यहाँहरूलाई प्रोभाइड गर्ने बाचा पनि म यही भिडियोबाट गर्दैछु। यहाँहरूको दिन शुभ रहोस्, यहाँहरूको वर्ष उल्लेखनीय उल्लासमय रहोस्। धन्यवाद।